2079 साल माघ 1 गतेदेखि फागुन 10 गतेसम्मका लोकसेवा विशेष समसामयिक घटनाहरू लिएर आएको छु। आउनुहोस् सुरु गरौँ भिडियो। नेपालसँग कूटनैतिक सम्बन्ध कायम गर्ने पछिल्लो राष्ट्रहरू कुन कुन रहेका छन्? नेपालसँग कूटनैतिक सम्बन्ध भएका देशहरू 178 भएका छन्। पछिल्लो देश हो मलावी। अन्तर्राष्ट्रिय रूपमा घटेका घटनाहरू इङ्ग्लिस डेट अर्थात् एडीमा याद गर्नुहोला। फेब्रुअरी 16 मा मलावीसँग नेपालको द्विपक्षीय सम्बन्ध कायम भएको थियो र मलावी एक दक्षिण अफ्रिकामा अवस्थित उपनिवेशिक देश हो र पछिल्ला 5 देशहरू मलावी, ट्रिनिदाद एन्ड टोबागो, बेलिज, दक्षिणी सुडान र पलाउ रहेका छन् र यी पाँचवटै देशहरूलाई क्रम मिलाउन भनी सोध्न सक्छ। पाँचवटै देशको अगाडिको अक्षरबाट मैले एउटा सजिलो सूत्र तयार गरेको छु। सूत्र रहेको छ म ट्री बे अनि ट्रीले भन्दैछ, ट्री भन्नाले रुख, ट्रीले भन्दैछ म ट्री हो, म ट्री बे दक्षिणा पाऊँ, ट्रीले दक्षिणा माग्दैछ। यसरी बुझ्नुहोस्। मबाट मलावी, ट्रीबाट ट्रिनिदाद एन्ड टोबागो, त्यसपछि बेबाट बेलिज अनि दक्षिणा पाऊबाट दक्षिणी सुडान र पाऊबाट पलाउ। यसरी तपाईले सजिलैसँग 5वटा देशहरू याद गर्न सक्नुहुन्छ र योसँग यदि तपाईलाई छोटो ट्रिकहरू बनाउनु छ भनेपछि अगाडिको नाम जोडेर यस्तो बनाउन सक्नुहुन्छ र यसलाई सकेसम्म छोटो र मिठो बनाउनु पर्छ। आउनुहोस् अगाडि बढौँ। 24औं अन्तर्राष्ट्रिय मातृ दिवस फेब्रुअरी 21 मा मनाइयो। इन्टरनेसनल मदर ल्याङ्ग्वेज डे हो। युनेस्को को पहलमा सन् 2000 देखि अन्तर्राष्ट्रिय मातृ दिवस मनाइदै आएको छ र यस वर्षको मातृ दिवसको नारा रहेको छ बहुभाषी शिक्षा, शिक्षामा रूपान्तरणको आवश्यकता। र यो डाटा एकदमै महत्त्वपूर्ण छ। महिला सभामुख भएको पहिलो प्रदेश कुन हो? कर्णाली प्रदेश रहेको छ पहिलो महिला सभामुख हुने र कर्णाली प्रदेशको सभामुखमा नन्दा गुरुङ, उहाँ नन्दा गुरुङ हुनुहुन्छ र उपसभामुखमा यशोदा नेउपाने निर्वाचित भई इतिहास नै रच्नु भएको छ र यो चाहिँ प्रदेश स्तरमा पहिलो पटक सभामुख र उपसभामुख दुवै महिला भएका हुन्। खासमा सभामुख र उपसभामुख मध्ये एकजना फरक लिङ्गको हुनुपर्ने संवैधानिक व्यवस्था रहेको छ। सोही अनुरूप यसभन्दा अगाडिको कार्यकालमा सबै 7 प्रदेशमा उपसभामुखमा मात्रै महिलालाई स्थान दिइएको थियो। सौर्यमण्डलमा सबैभन्दा धेरै चन्द्रमा हुने ग्रह हुन पुगेको छ बृहस्पति। पछिल्लो समय 12वटा चन्द्रमा थपिँदै 92 चन्द्रमाको संख्या पुगेको छ। आयो, युरोपा, ग्यानिमेड र क्यालिस्टो बृहस्पतिका सबैभन्दा ठुला उपग्रहहरू हुन् र पहिलो पटक ग्यालिलियोले 1910 मा यी उपग्रहहरू पत्ता लगाएका थिए र ग्यालिलियो नै टेलिस्कोपको आविष्कारकर्ता हुन्। अमेरिकी राष्ट्रपति जो बिडेनले युक्रेनमा भ्रमण गर्नुभएको छ र यो पूर्व जानकारी बिना गरिएको भ्रमण हो र युक्रेनमा भएको सबैभन्दा शक्तिशाली राष्ट्र अमेरिकाको भ्रमण हो। त्यसैले यो भ्रमण लोकसेवाको दृष्टिमा समेत महत्त्वपूर्ण रहेको छ र भ्रमण भएको छ फेब्रुअरी 20 मा। त्यस्तै रुस युक्रेन युद्ध भएको वर्ष दिन पुग्नै लाग्दा अर्थात् फेब्रुअरी 24 मा पुग्दैछ र योभन्दा अगावै फेब्रुअरी 20 मा अमेरिकी राष्ट्रपति जो बिडेनको युक्रेनमा भ्रमण भएको छ। उहाँ चाहिँ पोल्यान्डबाट रेल चढेर आउनु भएको हो पूर्व जानकारी बिना नै र यो भ्रमण पश्चात अफकोर्स रसियाले के प्रतिक्रिया दियो त? यस भ्रमण पश्चात रसियाले युद्धलाई भड्काउन खोजेको भन्दै स्टार्ट भन्ने एउटा सन्धिलाई निलम्बन गरिदिएको छ। स्टार्ट सन्धि भनेको के हो? स्टार्ट सन्धि भनेको स्ट्रेटेजिक आर्म रिडक्सन ट्रिटी भनेर सन् 1991 मा अमेरिका र तत्कालीन सोभियत सङ्घ बीच भएको एउटा द्विपक्षीय सन्धि हो। यो सन्धिमा के छ त भन्दाखेरि 6000 आणविक हतियारलाई प्रतिबन्ध लगाउने सहमति भएको थियो र सन् 2001 मा यस सन्धि तहत 80% भन्दा बढी आणविक हतियारहरूको कटौती गरिएको थियो। आखिर यो सन्धिबाट रुस किन बाहिर गयो त भन्दाखेरि यो भ्रमणमा जो बिडेनले 50 करोड अमेरिकी डलर थप दिने घोषणा गरेका थिए। त्यस्तै एउटा दुःखद र लोकसेवाको दृष्टिमा महत्त्वपूर्ण घटना छ। टर्की र सिरियाको बीचमा करिब 20 मा एपिसेन्टर बनाएर फेब्रुअरी 6 मा 7.8 रेक्टर स्केलको भूकम्प गयो र त्यसको केही घण्टा पछि नै 7.6 म्याग्निट्युडको दोस्रो भूकम्प गएको थियो र यो भूकम्प मार्फत अहिलेसम्म झन्डै 45,000 मानिस मारिएका छन्। यसबाट सिरिया भन्दा पनि टर्की अझै बढी प्रभावित भएको छ र यसमा हेर्न सक्नुहुन्छ
करिब यो एरियालाई एपिसेन्टर बनाएर भूकम्प आएको थियो र यो दुईटै देशको बीचमा पर्न आउँछ। डार्क रेड भनेको एकदमै सिभियर डेन्जरलाई जनाउँछ। कम रेडले चाहिँ यसको फ्रिक्वेन्सी कम हुँदै गएको जनाउँछ। एउटा गर्वको कुरा, नेपाली महिला वैज्ञानिकलाई अन्तर्राष्ट्रिय अवार्ड प्राप्त भएको छ। त्रिभुवन विश्वविद्यालयका एसोसिएट प्रोफेसर शुभाङ्गी र सुप्रिया शर्माले अवार्ड पाउनु भएको छ। अर्गनाइजेसन फर वुमेन इन साइन्स फर द डेभलपिङ वर्ल्ड अवार्ड 2022 प्राप्त गर्नुभएको छ, जसको राशि रहेको छ $50,000 अमेरिकी डलर। यस्तै सेन्टर फर नेचुरल एन्ड एप्लाइड साइन्स की अनुसन्धानकर्ता डाक्टर बबिता पौडेल भट्टराईले हम्बोल्ट रिसर्च अवार्ड प्राप्त गर्नुभएको छ, जसको राशि €30,000 रहेको छ। नेपालको 9औं सभामुखमा देवराज घिमिरे निर्वाचित हुनुभएको छ। कहिले त माघ 5 गते निर्वाचनमा 268 सांसद मध्ये 167ले पक्षमा र 100 जनाले विपक्षमा र 1 जना तटस्थ रहेका थिए। नेपालको पहिलो सभामुख कृष्ण प्रसाद भट्टराई हुन् भने पहिलो महिला सभामुख ओन्सरी घरती हुन्। अनि हालसम्मका सभामुखहरू रहेका छन् कृष्ण प्रसाद भट्टराई, दमन्ना ढुङ्गाना, रामचन्द्र पौडेल, तारानाथ राणाभाट, सुभाष नेङमवाङ, ओन्सरी घरती, कृष्णबहादुर महरा, अग्नि सापकोटा र देवराज घिमिरे। र अहिलेसम्मका सभामुखलाई याद गर्नको लागि अगाडिको नामहरूबाट एउटा सजिलो सूत्र तयार गरेको छु। सूत्र रहेको छ कृत राता सुब्बा ओ कृष्ण साप। कृतको क्रीबाट कृष्ण प्रसाद भट्टराई, दबाट दमन्ना ढुङ्गाना, राताबाट रामचन्द्र पौडेल, ताबाट तारानाथ राणाभाट, सुब्बाबाट सुभाष चन्द्र नेङमवाङ, ओबाट ओन्सरी घरती, कृष्णबाट कृष्णबहादुर महरा अनि सापबाट अग्नि सापकोटा र अहिलेको चाहिँ देवराज घिमिरे भए। त्यस्तै प्रतिनिधि सभा सभामुख देवराज घिमिरे अनि राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल सेना रहेका छन्। त्यस्तै प्रदेश सभाका सभामुखहरू प्रदेश नम्बर 1 बाट बाबुराम गौतम, मध्य प्रदेशबाट रामचन्द्र मण्डल, बागमती प्रदेशबाट भुवन कुमार पाठक, गण्डकी प्रदेशबाट कृष्ण धिताल, लुम्बिनीबाट तुलाराम घरती, कर्णालीबाट नन्दा गुरुङ, सुदूरपश्चिमबाट भीम बहादुर भण्डारी रहनु भएको छ। जनवरी 18 मा युक्रेनको राजधानी किभ नजिकै हेलिकप्टर दुर्घटना हुँदा मन्त्री सहित 18 जना उच्च पदस्थ अधिकारीको मृत्यु भएको थियो। नेपालमा प्रथम राष्ट्रिय कृषि जैविक विविधता दिवस माघ 1 गते मनाइएको छ। यो फर्स्ट टाइम हो, त्यसैले यो महत्त्वपूर्ण हुन सक्छ र नारा रहेको छ जीवन तथा वातावरणका लागि कृषि जैविक विविधता। नेपालको आन्तरिक उडानमा हालसम्मको सबैभन्दा ठूलो हवाई दुर्घटना हुन पुगेको छ। माघ 1 गते काठमाडौँबाट पोखराका लागि उडेको यति एयरलाइन्सको 9N ANC विमान पोखराको सेतीखोसमा दुर्घटना हुँदा 68 यात्रु र चालक दलका 4 जना सदस्य सहित 72 जनाको मृत्यु हुन पुग्यो र यो करिब 15 वर्ष पुरानो विमान हो। त्यस्तै चितवनको नारायणी नदीमा नेपालको पहिलो क्रुज सिप सर्वसाधारणका लागि खुल्ला भएको छ। माघ 1 गते नै नेपालमा व्यावसायिक रूपमा सञ्चालन गर्न लागि यस प्रकारको क्रुज सिप नै यो फर्स्ट हो। करिब 2 वर्ष अघि नै क्रुज सिपको निर्माण सम्पन्न भई परीक्षण समेत गरिसकिएको थियो। इन्जा खोजी पत्रकारिता पुरस्कार घोषणा भएको छ। कान्तिपुर कर्मी मातृका दाहाल र INS.com की तारा वाग्लेलाई प्रदान गर्ने निर्णय भएको छ र यो चाहिँ फागुन 17 गते प्रदान गरिनेछ र यो चाहिँ नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल अर्थात् इन्जाले प्रदान गर्दै आइरहेको छ र यो पत्रकारिता क्षेत्रको एक प्रतिष्ठित पुरस्कार हो। फिफा क्लब वर्ल्ड कप, क्लबहरूको वर्ल्ड कप जुन चाहिँ फिफाले अर्गनाइज गर्दै आएको छ र यसको विजेता भएको छ स्पेनिस क्लब रियल मड्रिड, उपविजेता साउदी अरबको क्लब अल हिलाल। त्यस्तै फाइनल खेलमा रियल मड्रिड 5-3 गोल अन्तरले विजय भएको थियो। रियल मड्रिडले यो 5औं पटक यस उपाधि जितेको थियो। सर्वाधिक गोलकर्ता हुन् पेड्रो र यो फेब्रुअरी 1 देखि 11 सम्म सञ्चालन भएको थियो। कहाँ भएको थियो त? मोरक्कोमा। त्यस्तै अन्तर्राष्ट्रिय क्षेत्रको एउटा अर्को प्रतिष्ठित अस्ट्रेलियन ओपन 2023 जनवरी 16 देखि 29 सम्म सञ्चालन भएको थियो। पुरुष एकलतर्फ नोभाक जोकोभिक सर्बियाका हुने, उपविजेता स्टेफानो रहे। त्यस्तै महिला एकलमा विजेता रहिन् बेलारुसकी आरियाना सबालेस्का। त्यस्तै
हालसम्म सर्वाधिक अस्ट्रेलियन ओपन जित्ने खेलाडीको इतिहास रचेका छन् नोभाक जोकोभिकले। ग्रान्ड स्लाम अन्तर्गत 4वटा टेनिसहरू पर्दछन्। यो ग्रान्ड स्लामकै एक खेल हो र यस ग्रान्ड स्लाममा अस्ट्रेलियन ओपन, फ्रेन्च ओपन, विम्बल्डन र युएस ओपन पर्दछन्। सर्वाधिक ग्रान्ड स्लाम जित्ने पुरुष खेलाडी को हुन् त? नोभाक जोकोभिक र राफेल नाडाल। सर्वाधिक ग्रान्ड स्लाम जित्ने महिला खेलाडी को हुन् त? मार्गरेट कोर्ट हुन्। उनीले अहिलेसम्म 24 पटक ग्रान्ड स्लाम जितेकी छिन्। 65औं ग्रामी अवार्ड फेब्रुअरी 5 मा यो अवार्ड प्रदान गरिएको थियो। बियोन्सेले यस पटक 4वटा ग्रामी जित्दै टोटल 32वटा ग्रामी जितेकी छिन् र यो सँगै उनीले सर्वाधिक ग्रामी अवार्ड जित्ने कीर्तिमान कायम गरेकी छिन्। ग्रामी अवार्ड साङ्गीतिक क्षेत्रको सबैभन्दा प्रतिष्ठित अवार्ड हो जुन 1959 देखि वितरण हुँदै आएको छ। यससँगै रेकर्ड अफ द इयर रहेको छ अबाउट ड्याम टाइम लिजोको, अनि एल्बम अफ द इयर ह्यारी हाउस रहेको छ, सङ अफ द इयर जस्ट लाइक द्याट, अनि बेस्ट न्यू आर्टिस्ट स्यामेरन जोई रहेका छन्। अनि बेस्ट डान्स म्युजिक एल्बम रेनेसेन्स बियोन्सेको रहेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको 32औं स्थापना दिवस मनाइयो, जुन चाहिँ माघ 28 गते मनाइयो। यस पटक सर्वोत्कृष्ट नारा रहेको छ मिलेर फालौं भ्रष्टाचारको जालो, सुशासन प्रवर्धनमा गरौं हातेमालो। सोनिया भट्टराईको यस नारालाई सर्वोत्कृष्ट नारा चयन गरिएको थियो। हालका प्रमुख आयुक्त प्रेम कुमार राई हुन्। उनी 10औं प्रमुख आयुक्त हुन् र पहिलो प्रमुख आयुक्त अनिरुद्ध प्रसाद हुन्। राष्ट्रिय सभाको उपाध्यक्षमा निर्वाचित हुनुभएको छ उर्मिला अर्याल र मिति रहेको छ माघ 23 गते। राष्ट्रिय सभामा 59 सदस्य रहने व्यवस्था रहेको छ। अध्यक्ष र उपाध्यक्ष मध्ये एकजना फरक लिङ्गको हुनुपर्ने व्यवस्था रहेको छ र सोही प्रावधान अनुसार अध्यक्ष गणेश प्रसाद तिमिल सेना छँदै थिए भने उपाध्यक्षमा उर्मिला अर्याल निर्वाचित हुनुभएको हो। त्यस्तै अर्याल मध्य प्रदेशबाट 2078 सालमा निर्वाचित हुनुभएको थियो। त्यस्तै प्रथम उपमहानगर सम्मेलन भएको छ कहिलेदेखि त? माघ 21 देखि 22 सम्म। कहाँ? बुटोलमा, र यसको आयोजक समेत बुटोल उपमहानगरपालिका हो र यसमा देशभरिका उपमहानगरपालिका प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृतहरूको सहभागिता गरिएको थियो। नेपालमा 5G सेवाको आन्तरिक परीक्षण सुरु भएको छ। कहिले? माघ 22 गतेबाट भएको छ। कहाँबाट परीक्षण गरियो त? बबरमहल र सुन्दरामा रहेको नेपाल टेलिकमको कार्यालयबाट 5G परीक्षण गरियो। पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफको निधन भएको छ। कहिले त? फेब्रुअरी 5 मा। यो पनि अन्तर्राष्ट्रिय घटनाक्रमको एक महत्त्वपूर्ण डेट हो। परवेज मुशर्रफ 1961 मा सेनामा भर्ती भए र 99 मा उनले एक रक्तपातपूर्ण कू गरेर नेतृत्व हत्याएका थिए। त्यसको 2 वर्षपछि उनीले राष्ट्रपतिलाई अपदस्थ गरी आफै राष्ट्रपति भएका थिए र उनी 2007 सम्म राष्ट्रपतिमा रहे। यस समयमा उनी एकदमै शक्तिशाली थिए भने सँगै भारतसँग समेत पाकिस्तानले यस समयमा युद्ध लडेको थियो र 2008 मा स्वघोषित रूपमा निर्वाचनमा जाने निर्णय गरे र 2014 मा राजद्रोहको अभियोगमा उनलाई फाँसीको सजाय सुनाइएको थियो र उनी विदेशमा बस्दै आएका थिए। नेपाली क्रिकेटको नयाँ प्रशिक्षक नियुक्त हुनुभएको छ मन्टी देसाई। कहिले त? सरी, यहाँनिर डेट मिस्टेक भएको छ। यहाँनिर हुनुपर्ने हो 2023 फेब्रुअरी 6 हुनुपर्ने हो र उहाँ भारतको हुनुहुन्छ र उहाँ एक अनुभवी प्रशिक्षक हो। यसअघि देसाईले वेस्ट इन्डिज, अफगानिस्तान, युएई, क्यानाडा र आइपिएलमा गुजरात लायन्स, राजस्थान रोयल्स, पन्जाब किङ्सको प्रशिक्षकको रूपमा काम गरिसकेका छन्। नेपालको पहिलो गभर्नर हिमाल शमशेर जबराको निधन भएको छ माघ 22 गते। उहाँ नेपाल राष्ट्र बैङ्कको पहिलो गभर्नर हो र विक्रम सम्वत 2013 सालदेखि उहाँ चाहिँ 17 सालसम्म गभर्नर रहनुभयो। उहाँसँग सम्बन्धित अन्य जानकारी, उहाँ 14 वर्षकै उमेरमा मेट्रिक पास गर्नुभएको थियो, अर्थात् त्यस समयको एसएलसीलाई मेट्रिक भनिन्थ्यो र उहाँ गभर्नर हुँदा मात्र 29 वर्षको हुनुहुन्थ्यो। सोच्नुहोस् त उहाँ कति ट्यालेन्ट हुनुहुँदो रहेछ र उहाँ एकदमै ट्यालेन्टेड र क्षमतावान व्यक्ति हुनुहुन्थ्यो। उहाँकै कार्यकालमा भारतीय रुपैयाँको विनिमय दर जुन अहिले इन्डियन 100 रुपियाँ बराबर 160 नेरो हुन्छ, त्यो उहाँकै कार्यकालमा कायम गरिएको थियो।
त्यस्तै 2007 सालको परिवर्तनपछि बनेको पहिलो संयुक्त सरकारमा उहाँ चाहिँ अर्थ सचिव भएर काम गर्नुभएको थियो। 13 सालमा उहाँ 29 वर्षको हुनुहुन्थ्यो भने 7 सालमा कति वर्षको हुनुहुन्थ्यो आफै सोच्नुहोस्। झन्डै झन्डै उहाँ 22-23 वर्षको उमेरमा अर्थ सचिव भइसक्नु भएको थियो। अहिले त हाम्रो झन्डै झन्डै अधिकृत हुने एभरेज एज नै 28 इयर रहेको छ। पहिलो नेपाली नोटमा हस्ताक्षर गर्ने गभर्नर समेत उहाँ हो। पछिल्लो समयमा एउटा गैंडा संरक्षण सम्बन्धी एसियाली मुलुकहरूको एउटा बैठक सम्पन्न भएको छ, जुन चितवनमा भएको छ। गैंडा संरक्षणका लागि चितवन घोषणा पत्र जारी गर्दै यो बैठक सम्पन्न भएको थियो। खास गरी एक सिङ्गे गैंडा पाइने देशहरू नेपाल, भारत, भुटान, इन्डोनेसिया र मलेसियाका अधिकारीहरू यसमा सम्मिलित थिए। विश्व क्यान्सर दिवस 2023 कहिले मनाइन्छ त? फेब्रुअरी 4 मा र 2022 देखि 24 सम्मको नारा रहेको छ क्लोज द केयर ग्याप। हेरचाह गर्दाखेरि एउटा ग्याप हुन्छ, अर्थात् राम्रोसँग हेरचाह हुँदैन, त्यो ग्यापलाई हामीले फिल गर्नुपर्छ भन्दछ यस नाराले। नसर्ने रोगहरू अर्थात् हार्ट अट्याक, मधुमेह लगायतका जुन रोगहरू छन् यसमा चाहिँ क्यान्सर नसर्ने रोगहरूमा मृत्युको सेकेन्ड कज हो विश्वभरि नै। अझै विकसित देशहरूमा यसको स्थिति झनै बिकराल रहँदै आएको छ र क्यान्सरले विश्वभरि झन्डै 1 करोड व्यक्तिहरूको ज्यान लिने गर्छ प्रत्येक वर्ष र यो प्रत्येक वर्ष अझै विकराल बन्दै गएको छ र क्यान्सरमा पनि सबैभन्दा बढी क्यान्सर हुने भनेको लङ्सको हो। जनवरी 26 मा अन्तर्राष्ट्रिय भन्सार दिवस मनाइयो र प्रत्येक वर्ष जनवरी 26 मा मनाइन्छ र 2023 को लागि नारा रहेको छ नर्चरिङ द नेक्स्ट जेनरेसन, प्रमोटिङ अ कल्चर अफ नलेज शेयरिङ एन्ड प्रोफेसनल प्राइड एन्ड कस्टम। शहीद दिवस हरेक वर्ष माघ 16 गते मनाइदै आएको छ। राजा मन्त्रीको पाला विक्रम सम्वत 2012 सालदेखि शहीद दिवस मनाइदै आएको छ र प्रथम शहीद रहेका छन् लखन थापा। लखन थापालाई 2056 साल फागुन 2 गते शहीदको रूपमा घोषणा गरिएको थियो र प्रथम शहीदको मान्यता 2073 साल असोज 3 गते प्रदान गरिएको थियो र लखन थापालाई जङ्गबहादुर राणाले फाँसी दिएका हुन्। लखन थापा पनि गोर्खाकै हुन्, जसरी जङ्गबहादुर राणा पनि गोर्खाबाटै आएका थिए। र नेपालको शहीद भन्ने बित्तिकै 4 वटा शहीदलाई चिनिन्छ। ती हुन् शुक्रराज शास्त्री, धर्मभक्त माथिमा, गङ्गालाल श्रेष्ठ र दशरथ चन्द। त्यस्तै शहीद सम्बन्धी केही थप जानकारी। 4 शहीद मध्येका पहिलो शहीदको हुन् त शुक्रराज शास्त्री। त्यस्तै जय नेपाल शब्दको प्रथम प्रयोगकर्ता हुन् शुक्रराज शास्त्री। त्यस्तै कुन शहीदलाई के भनेर चिनिन्छ? कान्छा शहीद भनी गङ्गालाल श्रेष्ठलाई, माहिला शहीद भनी धर्मभक्त माथिमा, पहिलो मारिने शहीद भनी शुक्रराज शास्त्रीलाई, अनि अन्तिम मारिने दशरथ चन्द्र र गङ्गालाल श्रेष्ठ र व्यायामका गुरु भनी धर्मभक्त माथिमालाई चिनिन्छ। त्यस्तै जिउँदो शहीद भनी चिनिन्छ टङ्कप्रसाद आचार्यलाई। नेपाली साहित्यका प्रमुख शहीद भनी चिनिन्छ सुब्बा कृष्णलाल अधिकारी। त्यस्तै पहिलो न्यायाधीश शहीद भनी चिनिन्छ रणबहादुर बमलाई र उहाँको गोली प्रहार गरी हत्या गरिएको थियो। विश्व सिमसार दिवस कहिले मनाइन्छ? हरेक वर्ष फेब्रुअरी 2 मा मनाइदै आएको छ। कहिलेदेखि त? सन् 1997 देखि। सन् 1971 फेब्रुअरी 2 मा सिमसार सम्बन्धी महासन्धि पारित भएको थियो। कहाँ भएको थियो त? इरानको रामसार भन्ने ठाउँमा। अनि नेपालले सन् 1988 अप्रिल 17 मा रामसार महासन्धिमा हस्ताक्षर गरेको थियो। तर नेपालको सिमसार क्षेत्र कोसीटप्पू वन्यजन्तु आरक्षण सन् 1987 डिसेम्बर 17 मै उक्त सूचीमा सूचीकृत भइसकेको थियो। त्यस्तै यस वर्षको नारा रहेको छ इट्स टाइम फर वेटल्यान्ड रिस्टोरेसन। वेटल्यान्ड सिमसार क्षेत्रलाई पुनर्जीवन दिनुपर्छ भन्ने नारा रहेको छ। त्यस्तै नेपालका टोटल 10 वटा क्षेत्रहरू रामसार वेटल्यान्डमा सूचीकृत रहेका छन्, जसमध्ये कोसीटप्पू सुनसरीमा रहेको छ जुन 1987 मा सूचीकृत भएको थियो। कैलालीको घोडाघोडी ताल अनि चितवनको 20,000 ताल, कपिलवस्तुको जगदीशपुर ताल सन् 2003 मा सूचीकृत भएका हुन्। त्यस्तै मुगुको रारा ताल, रसुवाको गोसाईकुण्ड, सोलुखुम्बुको गोक्यो र अन्य तालहरू, डोल्पाको सेफोक्सुन्डो ताल सन् 2007 मा सूचीकृत भएका हुन्। त्यस्तै इलामको माई पोखरी सन् 2008 मा र पोखरामा रहेका फेवाताल, बेगनास ताल लगायत अन्य तालहरू सन् 2016 मा सूचीकृत भएका हुन्।
यस्तै ट्रान्सपेरेन्सी इन्टरनेसनलले अवधारणा सूचकाङ्क सार्वजनिक गरेको छ 2022 को लागि, जुन जनवरी 21 मा सार्वजनिक भएको हो। अवधारणा सूचकाङ्क अनुसार नेपाल 110औं स्थानमा रहेको छ। 100 अङ्क मध्ये नेपालले 34 अङ्क प्राप्त गरेको छ। सन् 2021 मा 33 अङ्क पाउँदै नेपाल 117औं स्थानमा रहेको थियो। भ्रष्टाचारमा त त्यति धेरै सुधार भएको होइन, तर स्थान भने 7 स्थान माथि उक्लिएको छ नेपाल। त्यस्तै सबैभन्दा कम भ्रष्टाचार हुने डेनमार्कले 90 अङ्क पाएको छ र सबैभन्दा बढी भ्रष्टाचार हुनेको रूपमा रहेको छ सोमालिया, जसले 12 अङ्क मात्र प्राप्त गरेको छ। र औसत अङ्क लिएको छ 43 भन्दा कम अङ्क जसले पाउँछ त्यहाँ भ्रष्टाचार व्याप्त छ भन्ने बुझिन्छ भने 43 अङ्क भन्दा माथि हुने देशहरूमा क्रमिक रूपमा भ्रष्टाचार कम छ भन्ने बुझिन्छ। र यो 43 अङ्कलाई तपाईले विभिन्न रिटर्न पेपरमा समेत युज गर्न हुन सक्नुहुन्छ, किनभने चाहिँ नेपालको अझै 43 अङ्क भन्दा कम छ। कति छ त 34 मात्रै छ अझै। शीर्ष टप 5 र अनि पुछारबाट शीर्ष 5 देशहरू यहाँ रहेका छन्। पहिलो देश डेनमार्क, दोस्रो तेस्रोमा फिनल्यान्ड र न्युजिल्यान्ड, चौथोमा नर्वे र पाँचौंमा सिङ्गापुर रहेका छन्। यस्तै सबैभन्दा पुछारमा सोमालिया रहेको छ भने अनि माथि सिरिया, दक्षिणी सुडान, भेनेजुएला र यमन रहेका छन्। दक्षिण एसियामा सबैभन्दा अग्रस्थानमा भुटान रहेको छ र सबैभन्दा पुछारमा रहेको छ अफगानिस्तान र नेपाल 5औं स्थानमा रहेको छ सार्कमा। भारतको एउटा प्रतिष्ठित अवार्ड दादा साहेब फाल्के अवार्डबाट सम्मानित हुने नेपाली को हुन् त? हरिशरण सुवेदी रहेका छन्। टेलिभिजन क्षेत्रमा प्रदान गरिरहेको यस प्रतिष्ठित पुरस्कारबाट सम्मानित हरिशरण सुवेदीलाई नेपालको टेलिभिजन उद्योगमा विशेष योगदान पुर्याए बापत अवार्ड प्रदान गरिएको थियो र उहाँ यो अवार्ड प्राप्त गर्ने पहिलो नेपाली हो। त्यस्तै माघ 26 गते सुदूरपश्चिमको मुख्यमन्त्रीमा को नियुक्त हुनुभएको छ? कमल बहादुर साई नेपाली काङ्ग्रेसको। र यस अघिको मुख्यमन्त्री नियुक्त राजेन्द्र सिंह रावलले विश्वासको मत प्राप्त गर्न नसक्दा राजीनामा दिएका थिए र कमल बहादुर साईले समेत अझै विश्वासको मत प्राप्त गरिसकेका छैनन् र यो श्रृङ्खला यदि जारी रह्यो भने प्रदेशको संसद भङ्ग भई फेरि निर्वाचनमा जानुपर्ने हुन सक्छ। त्यस्तै राष्ट्रिय कफी दिवस कहिले मनाइन्छ? मक्सिर 1 गते र यस वर्षको नारा रहेको छ व्यावसायिक कफी खेतीमा जोड, गुणस्तरीय उत्पादन हाम्रो अठोट। 2062 सालदेखि कफी दिवस मनाइँदै आएको हो। सरकारले कैलाली स्थित गेटा मेडिकल कलेजलाई दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय, यो महत्त्वपूर्ण छ, स्वास्थ्य विज्ञान विश्वविद्यालय अहिलेसम्म नेपालमा कुनै पनि छैन। जस्तो टिचिङ हस्पिटल, पाटन हस्पिटल, यो एउटा स्वायत्त रूपमा प्रतिष्ठानको रूपमा सञ्चालन हुँदै आएका थिए, तर स्वास्थ्य विज्ञान विश्वविद्यालय कुनै पनि स्थापना भएको थिएन। माघ 29 गते स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने प्रस्ताव गरेको छ। त्यस्तै काठमाडौँको चौबारमा रहेको सुक्खा बन्दरगाह ड्राई पोर्टलाई लजिस्टिक हबका रूपमा कहिलेदेखि सञ्चालनमा ल्याइयो? माघ 27 गतेदेखि। विश्व बैंकको सहयोगमा निर्मित यो ड्राई पोर्ट फास्ट ट्र्याक बन्न नसक्दा अपेक्षित रूपमा सफल हुन सकेन र यसमा भएको पूर्वाधार निर्माणलाई प्रयोगमा ल्याउन पार्किङ र गोदाम सञ्चालनमा ल्याइएको छ। लुम्बिनी प्रदेशको जीडीपीमा कति % हिस्सा रहेको छ? यो रहेको छ 14.1%। माघ महिनामै राष्ट्र बैंकले प्रकाशित गरेको प्रतिवेदनबाट लिएको हो र लुम्बिनी जीडीपीमा तेस्रो ठुलो योगदान गर्ने प्रदेश हो भनेपछि फर्स्ट र सेकेन्ड को हो त? अहिले हेरौँ, राष्ट्रिय कुल उत्पादनमा जीडीपीमा कर्णाली प्रदेशको हिस्सा 4.1% रहेको छ। त्यस्तै मध्य प्रदेशको हिस्सा 13% रहेको छ। जीडीपीमा सबैभन्दा बढी हिस्सा बागमती प्रदेशको, दोस्रोमा चाहिँ 1 नम्बर प्रदेशको अहिलेसम्म नामाकरण भएको छैन, 3 नम्बरमा लुम्बिनी, 4 नम्बरमा मध्य प्रदेश, 5 नम्बरमा गण्डकी प्रदेश, 6 नम्बरमा सुदूरपश्चिम र 7 नम्बरमा कर्णाली प्रदेशको रहँदै आएको छ। यो डाटा क्रम मिलाउन भनेर समेत सोध्न सक्छ। पौष मसान्तसम्म साक्षर घोषित जिल्लाको संख्या कति पुगेको छ? 62 पुगेको छ। अझै 15वटा जिल्ला साक्षर हुन बाँकी रहेका छन्। त्यसमा मध्य प्रदेशबाट 8, कर्णाली प्रदेशबाट 5, सुदूरपश्चिम र लुम्बिनीबाट 1 जिल्ला साक्षर हुन बाँकी रहेका छन्। सबैभन्दा बढी मध्य प्रदेशमा
र कर्णाली प्रदेशमा रहेका छन्। सरकारले 2 वर्षभित्र निरक्षरता उन्मूलन गर्ने लक्ष्यसहित 65-66 देखि नेपालमा साक्षरता अभियान सुरु गरेको थियो। प्रदेश प्रधानमन्त्री कप राष्ट्रिय महिला T20 क्रिकेट प्रतियोगिताको उपाधि जित्न सफल टिम हो सुदूरपश्चिम। माघ 7 गते इटहरीमा भएको यस खेलमा प्रदेश 1लाई 6 विकेटले हराउँदै सुदूरपश्चिमले उपाधि जितेको हो। माघ 6 गतेमा प्रदान गरिएको नातिकाजी राष्ट्रिय नव प्रतिभा पुरस्कार कसलाई प्रदान गरियो? गायक आशिष सचिन यो नव प्रतिभा भनेर मात्रै हो उहाँ, यो बाहेक अरू व्यक्तिलाई समेत नातिकाजी पुरस्कार प्रदान गरिएको छ। र फागुन 7 गते निर्वाचन दिवस र प्रजातन्त्र दिवस मनाइएको छ। त्यस्तै फागुन 1 गते रेडियो दिवस रहेको छ। यस्तै लोकसेवा विशेष भिडियोको लागि यस च्यानल गार्गी लोकसेवालाई लाइक, सब्स्क्राइब, सेयर गर्न नभुल्नुहोला। हस्त नमस्ते।